गुड इभिनिङ साथीहरू। हामी चाहिँ आज कोपीको थली राखेको थियो। पुरा उयो भएछ, सेप भएर छ। हौसे चरा चाहिँ यस्तो लडेछ। अन्त थली सार्दैछौँ। थली सार्यो भनेदेखिलाई चाहिँ अलिकति डर हुन्छ अरे कि। अन्त दुईजना भएर चाहिँ साँझको समयमा चाहिँ जागिहाल्छ नि त। दिउँसो सार्यो भनेदेखिलाई त घामले यस्तो सर्नु दिँदैन सबै। अब अहिलेको घाम कस्तो लागेको छ, गर्मी न गर्मी हो, ओइलिहाल्छ। अन्त बेलुका साँझमा रोप्यो भनेदेखिलाई चाहिँ रातभरिमा भए पनि जरा ओइलिनु पाउँदैन, ठन्डा लाग्नु सुरु भएको छ नि त। अनि त्यही भएर चाहिँ बेलुका पखमा सारेको। अन्त कोपीको सिड चाहिँ फुलकोपी, बन्दाकोपी, ब्रोकोली ल्याउनु भएको थियो अस्ति। दाना यस्तो महँगो छ हौ आमामा। दानाहरू पनि यो ब्रोकोलीहरूको त साह्रै महँगो। सबसे महँगो चाहिँ ब्रोकोली नै पर्दो रहेछ हो। अन्त सारौँ न हौ भनेर चाहिँ अन्त मैले उहाँलाई पनि लिएर गएर चाहिँ दुईजना मिलेर चाहिँ सार्दैछौँ। उहाँ बट्टाबट्टी अघि चाहिँ मैले ठाउँ रेडी गरेँ नि त। उनले गाईलाई घाँस काट्नुन्जेल चाहिँ मैले ठाउँ रेडी पारेँ, पानी लगाइवरी झारहरू खेलेर सुनक्क पारेँ हो। अनि दुईजना भएर चाहिँ यहाँ कोपीको बिरुवा सारेको नि। अब अलिक पछि देखाउँछ नि कस्तो भएपछि रोपेको पनि देखाउँछु तपाईँहरूलाई। तपाईँहरूले मलाई सपोर्ट गरिदिनु होला, हेरिदिनु होला, माया गरिदिनु होला, लाइक गरिदिनु, कमेन्ट गरिदिनुहोस् ल। थ्याङ्क यू।